तपाईहरुले गोलमोल वाइ वाइ चौचौहरुको चटपटे खाए त ट्राई गरिसक्नु भएको छ होला, तर आज मैले पिरो चौचौको चटपटे बनाउन ट्राई गर्नेवाला छु। र आज हामीले हेर्नेवाला छौं कुन चौचौको चटपटे बेस्ट हुन्छ त। त्यसको लागि मैले मेरो भाइलाई पठाउँछु पिरो चौचौ र भुजा ल्याउनको लागि दुकानमा। अनि यता चौचौ र भुजा आइसकेपछि लाग्छु म प्याज र खुर्सानीलाई काट्न। प्याजलाई काट्दा मेरो आँखा त रसाइरा थियो, तर के गर्नु प्याज बिना चटपटेमा स्वाद नै आउँदैन। अब अरु एड गर्नलाई मसँग घरमा केही पनि छैन, त्यसैले अब म भुजा चौचौलाई एड गर्दिन्छु। गोलमोल वाइ वाइ चौचौको चटपटे त खाइ नै राको, आज चाहिँ नयाँ ट्राई गरौँ भनेर बनाउँदै छु पिरो चौचौको चटपटे। के तपाईले बनाएर खानु भएको छ? यदि खानु भएको छ भने कस्तो लाग्यो कमेन्ट गर्नु होला। यदि आजसम्म खानु भएको छैन भने भिडियो अन्तिमसम्म हेर्नु होला, मैले बताउने छु यो चटपटे कस्तो हुन्छ भनेर। साथै भिडियोलाई लाइक गर्न नबिर्सनु होला। अनि मसँग चटपटेमा एड गर्नको लागि नमकिन पनि भएको हुँदा मैले नमकिनलाई एड गर्दिन्छु। अनि चटपट बनिसकेपछि चुकिलो नहाली त मजै आउँदैन। चुकिलो पनि एड गरिसकेपछि चटपटेलाई मोलमाल पारेर लाग्छु म टेस्ट गर्नलाई। यो चटपटे मैले सोचेको भन्दा मलाई राम्रो नै लागेको थियो। यदि तपाईले आजसम्म टेस्ट गर्नु भएको छैन भने टेस्ट अवश्य गर्नु होला। हामी चाहिँ लाग्छौं खानालाई। आजलाई यति मिलाउला, अर्को भिडियोमा बाइ बाइ।